नमस्कार। हाम्रो समाजमा शिक्षकलाई मास्टर भनिन्छ। किन होला? हाम्रो समाजमा माया गरेर अथवा हेपेर हामी शिक्षकहरूलाई चाहिँ हेलो मास्टर, मास्टर साहब, के छ मास्टर भन्ने गरिन्छ होइन। मास्टर शब्दको अर्थ चाहिँ के हो त? अन्य क्षेत्रमा पनि यो मास्टर शब्द प्रयोग गरेको पाइन्छ। जस्तै मार्सल आर्ट सिकाउने गुरुहरू हुनुभयो, उहाँहरूलाई कराते सिकाउने गुरुहरूलाई मास्टर भन्ने चलन छ। पानी जहाजको प्रमुख व्यक्तिलाई पनि तपाईँको चाहिँ मास्टर भनिन्छ। त्यसै गरेर अन्य क्षेत्रहरूमा तपाईँको चाहिँ कपडा सिलाउने दर्जीहरूलाई पनि मास्टर भनेर सम्बोधन गरिन्छ। अब भन्नुहोस् त मास्टर भन्ने के होला? त्यति मात्र होइन, हेर्नुहोस् न, मास्टर डिग्री, मास्टर प्लान, मास्टर माइन्ड होइन, अनि मास्टर कपी भन्छ। मास्टर शब्दको अर्थ के हो त? यो अङ्ग्रेजी शब्द हो जुन चाहिँ ल्याटिन भाषाको म्याजिस्टरबाट आएको हो। यसको अर्थ चाहिँ हुन्छ दक्ष, सिपयुक्त, निपुण र विज्ञ व्यक्ति। शिक्षण पेसामा किन मास्टर शब्द आयो भन्दाखेरि शिक्षकहरू विषयवस्तुमा दक्ष हुनुहुन्छ, शिक्षकहरू शिक्षण सिकाइ विधिमा दक्ष र निपुण हुनुहुन्छ, त्यसै गरेर शिक्षकहरू शैक्षिक सामग्री प्रयोगमा दक्ष, निपुण र सिपयुक्त हुनुहुन्छ, शिक्षकहरू विद्यार्थीको मूल्याङ्कनमा दक्ष, सिपयुक्त र निपुण हुनुहुन्छ, त्यसै गरेर बाल मनोविज्ञानमा पनि उहाँहरू दक्ष हुनुहुन्छ, निपुण हुनुहुन्छ। त्यही कारणले शिक्षकलाई मास्टर भनिएको। अबका दिनहरूमा कसैले मास्टर भन्यो भने खुसी हुनुहोस्, किनकि जानी नजानी उहाँहरूले तपाईँहरूलाई दक्ष, सिपयुक्त, निपुण, विज्ञज्यू भनेर सम्बोधन गरिरहनु भएको छ। त्यही कारणले मास्टर शब्द अनुसारको विज्ञ हुन यहाँहरूलाई अनुरोध गर्दछु। धन्यवाद।